सबै सबैलाई नमस्कार। आज मिति 2082 साल फागुन महिनाको 16 गते म अहिले पोखरा गौशाला पोखरा 15 स्थित पोखरा गौशालामा हामी लायन्स क्लब अफ पोखरा हेरिटेजको वार्षिक कार्यक्रम अन्तर्गत महत्त्वपूर्ण कार्यक्रम पोखरा क्षेत्रभित्र अव्यवस्थित रूपमा अथवा छाडा छोडिएका चौपायाहरू गाईबस्तुहरूलाई व्यवस्थित गरेर राखिएको यो ठाउँमा आज हामीले एउटा यो ट्रस्ट निर्माण गरेर हस्तान्तरण गर्ने कार्यक्रम लिएर आइपुगेका छौँ। हामीहरूले यो अव्यवस्थित रूपमा अथवा छाडा छाडिएका चौपायाहरूलाई व्यवस्थित गर्नलाई यहाँ पोखरा 15 स्थित यो संरक्षण केन्द्र खोलिएको छ। त्यसमा पोखरा गौशाला गाईकोट भनेर यसरी बनाइएका धेरै ठाउँहरूमा हामीले अहिले चाहिँ लायन्स क्लब अफ पोखरा हेरिटेजका पूर्व अध्यक्ष आदरणीय दाजु विजय पौडेल दाजुले जन्मदिनको अवसरमा रु 4 लाख बराबरको सहयोग घोषणा गर्नुभएको छ। त्यो सहयोगलाई हामीले यो ठाउँमा ल्याएर यसरी यो ट्रस्ट निर्माण गरी आज हस्तान्तरण गर्ने प्रक्रियामा छौँ। हाम्रो लायन्स 325 आइका डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेजी आउँदै हुनुहुन्छ र उहाँ आइसकेपछि हामीले यहाँका संरक्षण समितिका अध्यक्ष ललित कुमार अनि नन्द गोपाल दास सरलाई हामी हस्तान्तरण गरेर यो हामी जानेछौँ र उहाँहरूले यसलाई उचित सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। र यहाँ धेरै तपाईँहरू देख्न सक्नुहुन्छ छाडा छाडिएका चौपायाहरू यसरी व्यवस्थित गरेर उहाँहरूले एउटा संरक्षण गर्नुभएको छ। उहाँलाई धर्मले एकदम धर्म लाग्नेछ। हामी अनि यो धर्म कमाई महाअभियानको स्तरमा हामी पनि केही सहभागी हुने अवसर पाएका छौँ। त्यस कारणले हामी सबै भाग्यशाली भएको र खुसी महसुस भएको छ। तपाईँहरू पनि यदि कसैले केही सहयोग गर्न चाहनुहुन्छ भने यी चौपायाहरूलाई चाहिने आवश्यक चोकरहरू खाद्यान्नहरूको तपाईँले प्रबन्ध गर्न सक्नुहुन्छ। हामीले केही मात्रामा थोरै मात्रामा भए पनि चोकरहरू ल्याएका छौँ। यो चोकर चाहिँ हाम्रो क्लबका अध्यक्ष मिनबहादुर जीसीज्यूको बुवा देवबहादुर जीसी र बहिनी लक्ष्मी जीसीको जन्मदिनको अवसरमा उहाँले सहयोग घोषणा गर्नुभएको थियो। त्यो सहयोगलाई हामीले यो ठाउँमा ल्याएर सदुपयोग गरेका छौँ। उहाँहरूलाई हस्तान्तरण गर्ने कार्यक्रम सँगै गरेका छौँ। हजुरहरू सबैलाई यस्तै पुण्य काममा सहभागी हुन चाहनुहुन्छ भने यो क्षेत्रलाई पनि सम्झिनको लागि म हार्दिक अनुरोध गर्छु। धन्यवाद।